my great honor to introduce our chief and the giver of wisdom. This traditional Ganesh Vandana reflects purity, devotion, and the auspicious beginning of our program. Whoa. I'm enjoying. 60 years ago, in the quiet lanes of Manbhawan, one man carried a dream in his heart. A dream to light the path of knowledge for generations yet to come. Even in the strongest vision needs a steady hand beside it. Walking every step with him was his wife, lovingly known as Mummy. She was the quiet strength behind the founder, the warmth that softened discipline, the heart that made every child feel they belonged. For the hostelers, she was more than a guardian. She was comfort in moments of fear, kindness in moments of loneliness, and a motherly presence that turned a school into a second home. Her love still lingers in every corner of AVM. Changes. From a single spark, they ignited a flame that continues to shine even today, touching hearts, inspiring minds, guiding young footsteps. And today, as AVM completes 60 remarkable years, we pause and bow our heads with gratitude. We honor the founder whose
courage built this institution, and Mommy, whose compassion filled it with soul. Late Satyanarayan Bahadur sir, your legacy is alive in every child who learns here, in every value we carry forward, in every dream that rises from these classrooms. This performance is a tribute to you, the founder, the pillar, the guiding light, and to Mommy, the motherly heart of this school. On this 60th year celebration, we honor your lives, your vision, and your everlasting contribution. Your dream continues, and it will keep shining for generations to come. Daughter, our principal, Sujita ma'am, guiding us into the future and the next chapter of ABM's journey. Thank you.
तपौती गयो ढान 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 वो Kazi. आजकल मलाई लास्टै टेन्सन छ भने हजुरबा के को टेन्सन हो यस्तो हाँस्ने खेल्ने नाच्ने रमाउने खै हजुरबा यत्तिकै जाम लाग्छ केही गर्न मन लाग्दैन आजकलका केटाकेटीहरूलाई पनि हुने थरी टेन्सन नहोस् पनि कसरी तिमीहरू त मोबाइलमा घोप्टेको भन्दा अरू केही गरेको देख्दैन न नाच्छौ न गाउँछौ न रमाउँछौ न हाँस्छौ न खेल्छौ बरु तिमीहरूभन्दा त हात्ती घोडा माछा चरा रुख बिरुवा सबले नाच्छन् सब गाउँछन् तर तिमीहरूले सबै बिर्सिसक्यो सबै बिर्सिसक्यो हजुर आफ्नो उमेरमा के गर्नुहुन्थ्यो हजुरबा हामी त साथीभाइ भेट्थ्यौँ खुब मिल्थ्यौँ गाउँथ्यौँ नाच्थ्यौँ रमाइलो गर्थ्यौँ हजुरलाई गीत गाउन नै आउँछ त सुन्छस् सुनाउनु न मखमली छोरीमाथि छर्केलायो मखमली चोलीमाथि छर्केलायो मखमली चोलीमाथि छर्केलायो हालेकी रूप सुन्दर मेरी हजुर दपकै बाले मखमली चोलीमाथि छर्केलायो हालेकी रूप सुन्दर मेरी हजुर दपकै बाले रूप सुन्दर मेरी हजुर दपकै बाले मखमली चोलीमाथि छर्केलायो हालेकी रूप सुन्दर मेरी हजुर दपकै बाले रूप सुन्दर मेरी हजुर दपकै बाले हजुरलाई गीत गाउन नै आउँछ हेर कान्छ मान्छे भएपछि जिन्दगीमा नाच्न गाउन हाँस्न रमाउन जान्नपर्छ खुसी हुन जान्नपर्छ नजाने सिक्नपर्छ सधैँभरि मान्छेको जुन त कहाँ पाइन्छ केटा हजुरबा हजुरको कुरा सुनेर त म कस्तो फ्रेस भएँ एउटा कुरा छ त सोध्न सोध हजुर र हजुरआमा सँगै हुँदा कति खुसी देखिनुहुन्छ हजुरले हजुरआमालाई पहिलोपटक कहाँ भेट्नु भएको थियो त्यही हजुरआमाले भेटेको कुरा सुन्छस् त्यति बेलामा मैले भर्खर लेख्न र पढ्न सिक्दै थिएँ त्यही हजुरआमाले पनि लेख्न र पढ्न सिक्दै थिएँ अनि अनि मैले एउटा चिठी लेखेर यसो तेरो हजुरआमा
र उनका साथीहरू भएतिर फ्याँकिदिएको त्यो चिठी ठ्याक्कै त्यही हजुरआमाले पढिन्। अरे बाबी सौरी एतिका आउरी तर बबुआ बढिया छैन आउरी चिउरीको फुलेकी सिरैमा सजाइदिनु सजाउँदिनु ल्याउला मायालु तिम्रै नामको सिउर आशा लगाउँदैछन् झट्टैमा आउनु है ए मायालु पर्खी बसौला मायालु पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला मायालु पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला म त हजुरहरूसँग कुरा नै गर्न छोडिसकेको छु। हजुरहरूको कुराहरू सुनेपछि त म पुरै फ्रेस हुन थालेँ। त्यही भएर तपाईँहरूको कुरा सुनाउन मैले मेरा सबै साथीहरूलाई बोलाएको छु। यिनीहरूलाई नि के भनौँ, यिनीहरू पनि सानो सानो कुरामा टेन्सन लिन्छन्। भोग्दै कति बेला हातबाट स्वाटै फुत्किने जिन्दगी हो यो। यसैले त केटाकेटीहरू भव्य उत्सव जस्तो गरेर मनाउनु पर्छ। योदेखि डराउने त्योदेखि डराउने, त्यसले के भन्ला उसले के भन्ला त्यसले के सोच्ला, यो बुढी हजुरआमाको अनुहारमा कसैले केही भन्दैन। यस्ता साना साना कुरा सोचेर डराएर बाँचे जिन्दगी जायो भने के जिन्दगी। जवान मान्छे त झन् साहसी अँटिलो हुनुपर्छ, फुर्तिलो हुनुपर्छ, खुलेर जिउनुपर्छ, नत्र त जिन्दगी त्यही के गीतै ढले 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 भने जस्तै ढलेरै सकिन्छ। भन्नुपर्छ। अनि आफूलाई अरू
अरूसँग कहिले तुलना गरेर सानो सोच्नुहुन्न। सबको आफ्नो आफ्नो कर्म हुन्छ, सबको आफ्नो मेहनत हुन्छ, सबको आफ्नो आफ्नो भगाइ हुन्छ। त्यही भएर आफूले जानेको काम चाहिँ त्यसलाई एकदम उत्कृष्टसँग गर्नुपर्छ। अनि म पनि हेर्छु कसरी चाहिँ दुःखी हुँदो रहेछ तिमीहरू, अनि मान्छे चाहिँ चिन्नुपर्छ है। देखेर साह्रै खुसी लाग्यो। भन्नेले ठिकै भनेको हो, जसले नाच्न जान्छ त्यसले बाँच्न जान्छ। यिनीहरूले त नाच्न जानिसके, बाँच्न पनि जानिसके। अब तपाईँहरू पनि त्यही कुर्सीबाटै उठेर भए पनि, हात उठाएर भए पनि नाच्ने हो कि आउँदैन यिनीहरूले सिकाउँछ। अनि यिनीहरूले जे गर्छन् तपाईँहरू पनि त्यही गर्नु न। मैले अघि भने नि, नजाने सिक्न पर्छ। ल, जसले नाच्न जान्छ त्यसले बाँच्न जान्छ। त्यो मादल ल्याइदिए त, पड्काइदिए त त्यो मादल।